शिलासँगै पिराती गाँस्नु नक्कली दाँत फुस्केला नहाँस्नु मान्छे हेर के कुरा गरेको पाउको जस्तो छैन दाँत झरेको चट्ट पोसाक मिलाएर लाका छन् आमासम्म हुल्का हुलाका दोहोरीमा खेल्छौ त जोरी भो आमासम्म म भनी छोरी हो रोधी घरमा उज्यालो बत्तिनी छोरी जस्तो देखिन्नौ कतिनी हेरेनौ नि तिमीले गोल्टिनी सुहाउन र भन्नलाई सोल्टिनी के साइनो लाम केही मेसो पाछैन सोल्टिनी झैँ छेउटु फैला छैन दुई चार वर्ष होला म जेठी तिमी पनि हैनौ भो केटी भो धेरै नबोला खोकेर म भन्दा त दोब्बरै होकेर के छ विचार पिराती लाउनलाई सकिरहेछु रोदी घर धाउनलाई लान्छन् अरे रोधीमा हराए शिला तिमीलाई बाउले मन पराए दोहोरीको लाग्यो बाउले मन पराएर लाउँछु माया भए नि ढिलो छोरा भन्दा बाउ देखे गतिलो शिलासँगै पिराती गाँस्नु नक्कली दाँत फुस्केला नहाँस्नु हँसायौ नि यही कुरा भनेर हिँडाउँछु म बैशाखी बनेर माया लाउँछु भनेर चम्की छ केही नाउँछौ तिमीलाई नि धम्की छ दिन्छु जोबान मायाको भोकी हो निको भयो सामान्य खोकी हो आफ्नै हो कि अर्काको सिको भो बाउ पाएसी रोग पनि निको हो निको रोग भो दबाई भो सित्तैमा बाउले पायो छोरा चाहिँ रित्तैमा खान पर्थ्यो भात सधैँ डढेको मलाई भन्दा बाउलाई भैँस चढेको बाबा छोरा मिलेर आछ त सोध्दै भुले आमा चाहिँ कहाँ छ त याद राख है परलोक भइसकिन मेरी आमा सर्न गइसकिन के सोधिन यो छोरो काबाको पेन्सन सन्सन छ छैन बाबाको दुई चार वर्ष बसेर आका हुन् छैन पेन्सन इन्डिया गएका हुन् मान्छे हेर के कुरा गरेको बाउको जस्तो छैन दाँत झरेको आट्यो भने लाग्दैन बेर्ता एउटै हाराहारी हो उमेर तारा 30 वर्ष भो नबोला जतानी तिम्रो बाउले खाइसक्यो भत्तानी 2-4 सालमा तिम्रो नि आइहाल्छ छोराले त झन् सुख पाइहाल्छ हेर्दा सानो हैनौ नि भुरा त
रातो भनेकोमा अब माया बलियो बेर्नी हो अमृतकाडी आगोलाई हेर्ने हो रातो भनेकोमा नेपाल छोडी अमेरिका रोजेको रहेछौ तिमीले कमाउने खोजेको रातो भनेकोमा उमेर गाडी फेरिन्थ्यो कलर पाएदेखि अमेरिकन डलर न त डलर न रुपियाँ खेलायौ तिमी पनि गाकी थियौ के ल्यायौ रातो भनेकोमा अहिले झनै म खुसी भएको छ कुन हो ज्वाइँ मेरो बाउ आएको छ दाहिने हातमा समार आउ भन्छेउ खानदान देखे जसलाई नि बाउ भन्छेउ गाउने छोडी नाच्नेलाई हेर्देला विचार गर बाउले ज्वाइँ फेर्देला कति चिन्ता नलिनुस् भाया छ तिम्रो बाउ त मेरो नि दाया छ रातो होइन रहेछ कोहीलाई मन पराउने दाइ भने छौ भाइ भन्दा डराउने उमेरले त 50 काटी छ क्यार्ने दाजु शिलाले आटी छ गुरुङ भन्छ मुटुको छाम्या छ दाइ भने छौ थरथरती काम्या छ मान्छे हेन्सम लेखेको पढेको कामे होइन इनर्जी बढेको अनुहार रातो भएर गइसक्यो पानी पिउने बेला झै भइसक्यो ढुक्क भाछन् न कोहीको डर हो न आत्यौ न हुलमुलमा भर हो हामीलाई मन नपार्ने कुन छ नि एउटा भएको एउटै त हुन्छ नि रातो भनेकोमा जवान दिँदा हिँड्यौनी भागी यो चल्ने त चल्दैन जिन्दगी रातो भनेकोमा झुट बोलेर फनफनी घुमायौ अमेरिका जान नि घुमायौ रातो भनेकोमा लान्छु भन्दै अमेरिकन भएर छोड्दिन्छ कि मुगलिनमा गएर प्लेन चढी अमेरिका जाउले मुगलिनतिर ओर्लेर भात खाउले